त्यसैले परमेश्वरको वचनले के भन्छ त? पवित्र शास्त्रले के भन्छ त? संसारमा परमेश्वरको वचनलाई तुलना गर्दा रोमी 12:2 पद तपाईहरुसँग बाइबल छ भने हेर्न सक्नुहुन्छ, नत्र नोट गर्नुहोस्। अहिले चाहिँ मलाई सुन्नुहोस्, हेर्नुहोस्। रोमी 12:2 पदले यसो भन्छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीले जान्न सक। आमेन। सबैले भन्नुहोस् त आमेन। परमेश्वरको इच्छा चाहिँ के हो भने यो संसारको ढाँचामा चल्नु चाहिँ होइन। आज हामी चाहिँ कसको ढाँचामा चल्दैछौँ भन्ने कुरा हो। यदि हामी यो संसारले नै सबै कुरा सम्झिन्छौँ भने चाहिँ यो संसारको ढाँचामा चल्ने मान्छे चाहिँ तपाईँ र म होइन। यो मैले भनेको पनि होइन, यो परमेश्वरको वचनले भनेको रोमी 12:2 पदले। हालेलुया। त्यसैले यो संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले के हो अरे परिवर्तन हो। के हो? परिवर्तन हो। आज हामी ख्रिस्ट केन्द्रित भएर हाम्रो मन, हाम्रो ढाँचा, हाम्रो चरित्र, हाम्रो विचारलाई परमेश्वरतिर फर्काउन सकेको छैन भने चाहिँ उहाँको असल, ग्रहणयोग्य र सिद्ध इच्छा चाहिँ के हो भन्ने कुरा चाहिँ हामीले जान्नुपर्छ। अब संसारको इच्छा चाहिँ के हो भनेर खोज्यो भने चाहिँ संसारको इच्छा चाहिँ खानु, मोज गर्नु, धेरै धेरै विवाह गर्नु, मनपरी गर्नु, फसाउनु भन्ने चाहिँ संसारको योजना हो। बिगारिदिनु, उन्नति प्रगति नहोस्, सधैँ गरिब होस्, सधैँ समस्यामा परिरहोस्। होइन? तपाईँको कतिचोटि छिमेकीले पनि मेरो भन्दा घर यसको ठुलो होस्, यसले गाडी चढोस्, यसको छोराछोरीले प्रगति गरोस् भन्ने मन पराउँदैन कि पराउँछ? पराउँदैन। किनभने यो संसारको ढाँचा चाहिँ यस्तो छ। तर परमेश्वरको ढाँचा चाहिँ यस्तो छैन। परमेश्वरको ढाँचा चाहिँ के भने मेरो इच्छा छैन जियोस् अनि मेरो भावनालाई यिनीहरूले बुझोस् र मेरो शुद्धतालाई बुझेर मैले खोजेको जस्तो जीवन जियोस् भन्ने चाहिँ परमेश्वरको इच्छा हो। हालेलुया। यदि हामी परमेश्वरको इच्छालाई नबुझेर संसारको इच्छालाई बुझेर धेरै हिँड्यौँ भने चाहिँ छोटो जीवन हो हाम्रो। छोटो जीवनमा पनि हामीले परमेश्वरको इच्छालाई बुझ्न सकेनौँ भने चाहिँ हामीलाई संसारले लान्छ। अनि संसार चाहिँ फराकिलो बाटो हो। परमेश्वरको वचनले भन्छ फराकिलो बाटोमा हिँड्नु सजिलो हुन्छ, यतै हल्लिँदै लात्ती हान्दै हिँडे पनि हुन्छ। तर परमेश्वरको वचनमा हिँड्नु चाहिँ साँघुरो बाटोमा हिँड्नु हो, चेपमा हिँड्नु हो। चेपमा हिँड्नुको लागि चाहिँ हामी साँघुरो बाटोमा हिँड्नको लागि चाहिँ हामीले अलिकति सोच्नु पर्ने हुन्छ। तर गन्तव्यमा पुर्याउने बाटो चाहिँ साँघुरो नै हुन्छ। आमेन। त्यसैले गर्दा अब हामी चाहिँ यो संसारको नभएकोले गर्दा, हामी चाहिँ यो संसारको मानिसहरू नभएको कारणले गर्दा हामीले चाहिँ परमेश्वरको इच्छा अनुसार जिउनु पर्ने हुन्छ। यो चाहिँ रोमीको पुस्तक 12:2 पदले भन्छ। अब हामीले जहिले पनि खोज्नु पर्ने कुरा चाहिँ के हो? परमेश्वरको इच्छा हो। आमेन। कसको इच्छा? अब हाम्रो इच्छा, हाम्रो भावना, हाम्रो विचार राख्न मिल्दैन। एउटा क्रिस्चियनले चाहिँ हामीले जहिले पनि परमेश्वरको इच्छा, परमेश्वरको भावना, परमेश्वरको योजना चाहिँ मेरो जीवनमा के छ भनेर चाहिँ खोज्नु पर्ने जीवन चाहिँ हाम्रो हो। त्यसैले गर्दाखेरि दोस्रो तिमोथी 3:16 पदले भन्छ सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, सबैले भन्नुहोस् त, र यो सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ। आमेन। तपाईँले मलाई ख्याल गर्नुहोस् है, किनभने मलाई हेर्नुभयो भने चाहिँ तपाईँले धेरै कुरा बुझ्नुहुन्छ। तपाईँको आई कन्ट्याक्टले पनि धेरै फरक पार्छ। अरू कुरामा खासै अहिले ध्यान नदिनुहोस् कसले के गर्दैछ भने। परमेश्वरको वचन दोस्रो तिमोथी 3:16 चाहिँ के भनौँ? यो सम्पूर्ण बाइबल चाहिँ पवित्र शास्त्र चाहिँ परमेश्वरको प्रेरणाबाट लेखेको। यो कसैको कथा होइन। प्रेरणाबाट भनेको चाहिँ कसैले उसलाई चलाएको हुनुपर्छ, कसैले उसलाई बुझाएको हुनुपर्छ। प्रेरणा भनेको चाहिँ त्यत्तिकै प्रेरणा चाहिँ आफै फुटेर आउँदैन।
यो चाहिँ कोही मार्फत चलिएको हुन्छ। त्यसैले क्रिस्चियन यो धर्मशास्त्र बाइबल चाहिँ परमेश्वरको प्रेरणाहरूबाट धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरको वचन लेखे। कोही गोठालाले लेखे, कोही टापुमा लेखे, कोही जेलमा बसेर लेखे, तर एउटै विचार लेखे। त्यसैले गर्दा यो चाहिँ के छ, अरू सबै कुराहरूभन्दा फरक छ। यो ऋषि मुनिले आफैले पिपलको फेदमा बसेर लेखेको कथा होइन। यो चाहिँ 40 भन्दा बढी मानिसहरूले विभिन्न ठाउँहरूमा विभिन्न सङ्कष्टहरूबाट भएर जाँदा परमेश्वरको प्रेरणाबाट उनीहरूले लेखेको यो परमेश्वरको वचन हो। त्यसैले यो 66 वटा पुस्तक पनि एउटै विचार एउटै उद्देश्यमा लेखिएको छ। आजसम्म कुनै पनि किताबहरू एउटै विचार एउटै उद्देश्यमा लेखेको हामी पाउँदैनौँ। यदि त्यस्तो लेख्यो भने कपिराइट भन्छ। अहिले के भन्छ, यसले त मेरो विचार लेख्यो भन्छ। तपाईँको शास्त्रहरू कुनै पनि मिल्दैन, किनकि उनीहरूले आफ्नो आफ्नो विचारहरू लेखे। तर परमेश्वरको वचन धर्मशास्त्र चाहिँ परमेश्वरको प्रेरणाबाट लेख्यो। के को लागि लेख्यो? यो चाहिँ सिकाउनको लागि लेख्यो। के को लागि लेख्यो? सिकाउनको लागि। अनि यो चाहिँ सच्याउनको लागि लेख्यो। के को लागि लेख्यो? अनि यो चाहिँ धार्मिकतामा तालिम दिनको लागि लेख्यो। के को लागि लेख्यो? यस। त्यसैले हामी दिन प्रतिदिन चर्च आएको चाहिँ कसैलाई खुसी पार्नु होइन, हामी आफै चाहिँ सिकाउनको लागि, योग्य हुनको लागि आएको, अनि आफै सच्चिनको लागि आएको हो। अनि यही अनुसार जिएर अरूलाई पनि यसको तालिम दिनको लागि हामी आएको। किनकि आज 4 गरेमा हामी यति मात्रै जनसङ्ख्या हो र अझै थुप्रै मानिसहरू छ। उनीहरूलाई आफू सच्चिएर आफूले सिकेर उनीहरूलाई पनि सच्याउनको निम्ति परमेश्वरले तपाईँलाई मलाई ठाउँ ठाउँमा राखिदिनु भएको हो। विवेक भाइलाई सिरवानीमा किन राखेको त? विनोदलाई परमेश्वरले सिरवानीमा किन राख्नुभयो? हाम्रो दाइ निरबहादुर र हाम्रो दिदीलाई किन सिरवानीमा राख्नुभयो त? तपाईँले सिकेर सच्याएर त्यहाँको मानिसहरूलाई सच्याउनको निम्ति परमेश्वरले त्यहाँ राख्नुभएको। तर आज हामी आफै सिकेर सच्याएको छैनौँ भने हामी उसलाई कसरी येशूको बारेमा सच्याउन सक्छौँ र? यदि हामीलाई अहिले पनि संसारले नै तानिराखेको छ भने अघि नै रोमी 12:2ले भनौँ, रोमी 12:2ले के भनौँ? यस संसारको ढाँचामा चल्नको निम्ति, त्यस्तै फेसन सो गरेर हिँड्नको निम्ति, रमाइलो हाइहुई गर्नको निम्ति परमेश्वरले हामीलाई बोलाउनु भएको होइन। राम्रो काम गर्नको निम्ति, तालिम लिनको निम्ति, सिकाउनको निम्ति, सच्याउनको निम्ति परमेश्वरले हामीलाई यस ठाउँमा बोलाउनु भएको, उहाँको राज्यमा बोलाउनु भएको। त्यसैले हाम्रो महत्त्वपूर्ण, हामी एकदमै महत्त्वपूर्ण व्यक्तिहरू हौँ। हाम्रो जिम्मेवारीहरू के छ? ठुलो छ। के छ? हाम्रो जिम्मेवारीहरू के छ? ठुलो छ। तपाईँ एउटा आमा मात्रै होइन, तपाईँ कसैको श्रीमती मात्रै होइन, तपाईँ र म कसैको बाउ छोरा मात्रै होइन। हामीले यो गाउँलाई रूपान्तरण गर्ने, सच्याउने, परमेश्वरको योजना पुरा गर्ने योद्धाहरू, त्यो व्यक्तिहरू। आमेन। त्यसैले हामीले आफूलाई खेलाची पाराले जिउनु हुँदैन, ल्याचे पेचे झिस्किनु हुँदैन। गाउँघरमा ढाड्दै झुकाउँदै हिँड्नु हुँदैन है। मैले जे बोल्छु त्यो गर्ने व्यक्ति हुनुपर्छ, नत्र हाम्रो सुसमाचार चाहिँ बिग्रिन्छ। हामी योद्धा बन्न सक्दैनौँ। आज चर्चमा आउँदा मात्रै अबुई भनेर गाउँमा चाहिँ ल्याचे प्याचे जिस्किने, उटपटाङ गर्ने गरेर चाहिँ परमेश्वरको योद्धा बन्न सक्दैनौँ। यो संसारमा चाहिँ प्रभुले हामीलाई उहाँको उद्देश्य पुरा गर्नको निम्ति ल्याउनु भएको, चुन्नु भएको, छान्नु भएको। आमेन। दोस्रो कुरा, डब्लुको विषयमा चाहिँ हामीले यही हेऱ्यौँ। अब ओको विषयमा चाहिँ आज मानिसहरू संसारको सम्पत्ति, प्रपर्टी र पैसातिर मानिसहरू धेरै ध्यान दिइराखेका छन्। सम्पत्ति कमाउनको निम्ति ढाक्न, झुकाउन, हरेक कुरा गर्न उनीहरू तयार भएका छन्। दिने कुराहरूबाट उनीहरू पछाडि परेको छ।
मैले भाइलाई भन्दै थिएँ संसारमा सबैभन्दा असिन पसिन हुने काम चाहिँ दिनु हो। तपाईँले सबै कुरा गर्न सक्नुहुन्छ तर गोजीबाट दिनु चाहिँ गाह्रो कुरा। संसारमा एउटै कुरा मानिसले गर्न सक्दैन धेरैचोटि, त्यो चाहिँ दिनु हो। के हो? दिनुको लागि त मुटु चाहिन्छ। के चाहिन्छ? त्यो पनि सानो मुटुले दिनु सक्दैन हजुर। अस्ति नै मैले भनेको छु त्यो ठुलो मुटु चाहिन्छ, त्यो ठुलो हृदय चाहिन्छ। के को जस्तो? जिराफको जत्रो चाहिन्छ। के को जत्रो? कत्रो? मैले एकचोटि जिराफको बारेमा भने जिराफको त्यो हृदय कत्रो हुन्छ भने 11 किलो भन्दा ठुलो हुन्छ। त्यो हृदय चाहिन्छ परमेश्वरलाई दिने कुराहरू पनि, चाहे त्यो सम्पत्ति होस् चाहे जीवन होस्। धेरै मानिसले गर्न नसक्ने कुरा चाहिँ दिनु हो। लिनु चाहिँ फेरि मानिसले रुएर हुन्छ कि झुक्काएर हुन्छ कि, लिनु भनेपछि चाहिँ 17 प्रणाम गर्न पनि तयारी, तर दिने कुराहरूमा चाहिँ मानिसहरू कम्तीले मात्रै हिम्मत गर्छ। त्यसैले गर्दा उद्धारता चाहिँ केवल ख्रिस्टबाट मात्रै आउँछ र जसले उद्धार पाएको छ त्यसको जीवन चाहिँ सुधारिएको हुन्छ, सुधार पाएको हुन्छ र सुधार पाएको मान्छेले मात्रै दिन सक्छ। आमेन। जसले उद्धार पाए भन्छ तर सुधार देखिँदैन अनि सुधार नभएको मान्छेले दिन सक्दैन। त्यसैले उद्धार सुधारको कुराले मात्रै दिने कुरा चाहिँ आउँदछ। त्यसै गर्दा पहिलो तिमोथी 6:10 भन्छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। पैसाको लोभमा परेर कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय घोचेको छ। आज मानिसहरू लोभमा परेर फँसेका छन्, डुबेका छन्, ऋण काटेर खाएको छ, तिर्नु नसकेर पीडाले मरिसकेको छ, चोटले मरेको छ। के भयो त? संसारलाई हेर्ने हुँदा, छोरालाई मोटरसाइकल किनिदिने हुँदा, औकात भन्दा माथि जाँदा के भयो? चुर्लुम्मै डुब्यो। के भयो? साथीको दामी टोयलेट देखेर 3 लाख लाएर बनाउने हुँदा चुर्लुम्मै डुब्यो। अलिकति अपरेसन गर्नु पर्दा 1 रुपियाँ पैसा छैन, टोयलेटले हस्पिटल पुर्याउँछ। हामी सामान्य तरिकामा जिउन सक्छौँ तर देखावटी कुराहरूले गर्दाखेरि आज विश्वासीहरू पनि डुबे, फसे, बहकिए। यहाँ लाउँदा डबल पैसा हुन्छ भनेर कुदे। युट्युबमा व्हाट्सएपमा मेसेज गर्दा मलाई कति यो ब्याङ्कको स्टेटमेन्ट हेरेर तपाईँको युट्युबरहरूले त्यो फेकहरूले मेसेज कति पठाउँछ मलाई, तपाईँ अस्ति मलाई $10 लाख पर्यो भनौँ। अरे म तुरुन्तै हो थ्याङ्क यू भनेर ब्लक हान्थेँ। $10 लाख मलाई परेको त्यसले सुनाइरहन्छ। कोही तिमी 2 लाख दियो 10 लाख पाउँछौ भन्छ। 10 लाख पाउने न्युले 2 लाख पनि सक्छ, कङ्गाल हुन्छ। अनि यहाँ के भन्दैछ? रुपियाँ पैसाको मोह चाहिँ सबैभन्दा ठुलो पापको जरा हो। के हो? अनि क्रिस्चियनहरू आज धेरै चुकेको चाहिँ यही नै हो। दशंश दिनुपर्ने यो पालि 10,000 खाँचै पर्यो भनेर वनमा चलाउँछ। अनि प्रभुलाई भन्छ, प्रभु तपाईँ मेरो परिस्थिति बुझ्नुहुन्छ नि भन्छ। प्रभुले बुझेर नै तपाईँलाई शान्ति दिएको अनि 10,000 आउने पैसाको बाटो पनि दिएको। त्यति बुढबक चाहिँ होइन हाम्रो परमेश्वर। बुझेर नै तपाईँलाई 3 लाख कमाउने बनाएको हो क्या साथीहरू प्रभुले। तर यो महिना सकिन भन्नको लागि चाहिँ प्रभुले बनाएको होइन। त्यो मुखले कसरी भन्न सक्छ, त्यो हृदयले कसरी सोच्न सक्छ क्या? म त सक्दिनँ। तर हामीले हाम्रो परमेश्वरलाई जब छिमेकीलाई जति पनि सोचेन, त्यसैले हाम्रो उन्नति हामीले खोज्नु चाहिँ व्यर्थ छ। आज पैसा चाहिँ सबैभन्दा डरलाग्दो जड। बाइबलमा पनि पैसाको विषयमा धेरै ठाउँ लेखेको छ।
लोभमा परेर हननिया र सफिरा पनि मरेकै हो। बिर्सिनु भयो भने त्यो घटना घरिघरि पढ्नुहोस्। तपाईँले करोड त के खरौँ कमाए पनि परमेश्वरलाई इमान्दार साथ उहाँलाई दिनुपर्ने हिस्सा दिनु भएन भने चाहिँ तपाईँ हननिया र सफिराको कहाली लाग्दो जिन्दगी तपाईँको जीवनमा आउँदैन भन्न चाहिँ म सक्दिनँ। र मैले सरापेको चाहिँ होइन, बुझाएको मात्रै हो। विवेक भाइ विनोद भाइले मलाई आउँदा बाटोमा सोध्दै छ, 10 अंश त यहाँ भात खानु पठाएको पैसाको निकाल्ने होइन है भाइ भने मैले। यदि तिमीले त्यसरी छुट्याएको हुन्छ मिलेन, 10 अंश त तपाईँले सेलेरी थापेको स्लिपबाट छुट्याउने हो। आमेन। यहाँ भात खानु त तपाईँले उबालेर पठाएको होला, त्यसको होइन। परमेश्वरलाई दिने कुरा चाहिँ त्यहीँबाट तपाईँले 10,000 थाप्नु भने 1,000 हो, त्यो चाहिँ घरमा तपाईँले भन्ने हो, यति चाहिँ मेरो 10 अंश हो। त्यसरी प्रभुलाई दिनेहरू ऊ करोडपति भएकै छ, मैले देखेको छु। यसरी दिने म आफै पनि यतिको बाँचेको छु। मेरो 10 अंशमा कहिल्यै कन्जुसाइ हुँदैन, म बढी नै देखेँ। विनोद भाइले किन 10 अंशको बारेमा सोध्यो भने त उज्जवल चाहिँ लोकन्ते बसेको थियो अस्तिको बिहेमा, उसको जम्मा 3200 जति भएको रहेछ चान्चुन पैसा। अब विनोद भाइले भाइलाई अलिकति फाइदा होस् न भन्दा अलिक ठुलो हालिदिएको रहेछ खाममा। विनोद भाइले देखेर चाहिँ उज्जवलको लागि ठुलो रहेछ। अनि प्रभुले मलाई लोकन्ते बस्ने भयो भने मौका जुटाइदिनु भयो, 3200 भए पनि आएछ। प्रभु र मेरो 50-50 भनेर 1500 छुट्यायो होइन। उसको आवश्यकता सुन्नु भयो भने काठमाडौँमा ऊ पढ्दैछ, पढ्नेहरूलाई पैसा कति चाहिन्छ होला, त्यही पनि काठमाडौँमा साथीले हिँड खाजा खानु अवस्थामा। अनि त्यो कुरा देखेपछि भाइले मलाई पोल्तोल्दा लागेर भाइले प्रश्न गर्नु। अनि अन्तिममा भाइले आउने बेला उज्जवल भाइलाई थोरै केही थपी पनि दिनुभएछ, किनभने त्यो देखेपछि चाहिँ त्यो गिभिङ्सको हृदयहरू चाहिँ त्यसपछि मात्रै फुट्न थाल्छ। त्यसैले हामी जब काम गर्छौँ, कामले चाहिँ हामीलाई रिजल्ट दिन्छ। त्यसैले त्यो खतरै के संसार बाँच्ने कुरै भए पनि यदि जीवनशैली ठिक छैन भने चाहिँ दिँदैन। दिने हृदय चाहिँ प्रभुबाट आउँछ। अनि हाम्रो सहपास्टरले भाउजू जागिरको लागि प्रार्थना गरेको थुप्रै भयो अरे, मैले पनि सुनिराखेको, र मैले पनि जागिर दिने त मेरो औकात छैन। शिक्षाका हिसाबमा म उहाँ जति त्यस्तो काम पनि गरेको छुइनँ होला, तर प्रभुसँग मैले पनि उहाँको प्रार्थना सुनेर यसो प्रभुलाई चाहिँ राख्दै थिएँ। प्रभुलाई मात्रै राखेर फेरि फ्याट आएको होइन, साथीभाइलाई पनि राखेको थिएँ भन्ने कुरा बुझ्नु होइन। केही छ भने सजिलो खालको नानीको आमा हो, चर्चको पास्टरनी पनि हो, 24 घन्टा चाहिँ दिनु सक्दैन होला साथीहरू, घरै छोडेर चाहिँ जान नसक्ला, बुढालाई भात पनि पकाइदिनु पर्छ भने। त्यसैले पाउनु ठुलै कुरा मात्रै पाउनु होइन, तर इमान्दार छ। केवल उद्धारता चाहिँ ख्रिस्टबाट मात्रै आउँछ भन्ने कुराको प्रमाण हो यो। आमेन। उद्धारता चाहिँ कहाँबाट आउँछ? ख्रिस्टबाट मात्रै आउँछ। त्यो उद्धार हृदय, तपाईँलाई धोका दिँदैन पनि माया गर्ने हृदय चाहिँ कहाँबाट मात्रै आउँछ? परमेश्वरबाट मात्रै आउँछ। तपाईँसँग नहुँदा पनि खोजेर पनि खुवाउने हृदय चाहिँ कहाँबाट आउँछ? प्रभुबाट मात्रै आउँछ। आमेन। त्यसै गर्दा हृदय ठिक हुने, हृदय ठिक बनाउनुको लागि चाहिँ अब मोटिभेसनल प्रोग्रामहरू हेर्दैन, घुँडामा आएर प्रभुलाई सोध्नु पर्ने रहेछ। हृदय ठिक भएपछि मेन्टल्ली पनि ठिक हुन्छ। यो गिदी ठिक हुन्छ, हृदय ठिक भएपछि के हुन्छ? हृदय नै बेकुल झन् गिदीले काम गर्दैन क्या। त्यसैले हृदय ठिक बनाउनुको लागि प्रभुको वचन हेर्नुपर्छ, प्रभुको वचनमा जरा गाड्नुपर्छ। आमेन। अनि गिदी ठिकमा आइहाल्छ। परमेश्वरको वचनले यसो भन्छ, मेरो गिदीले शङ्का गरे पनि परमेश्वरको वचनले चाहिँ यसो भन्छ। अन्त गिदीलाई यसले कन्ट्रोल गरिदिइहाल्छ। अनि कोहीले डिप्रेसनको दबाई खानु पर्दैन। तर गिदीले धेर सोच्छ, म मेरो छोरी कसरी पढाउनु, कस्तो ज्वाइँ आउला, के गर्ला, त्यो सबै गर्ने काम चाहिँ तपाईँको। तपाईँले छाती पिटेर रुँदैन गतिलो ज्वाइँ आउँछ भन्ने छ? तपाईँले परमेश्वरको वचन पढ्न, म त सबै जोडी बनाउने परमेश्वर भनेर कसले भनेको छ? कसले भन्नुभएको छ? परमेश्वरले होइन र? हजुर, कसले भनेको त्यो कुरा? मैले भनेको? परमेश्वरले। उहाँलाई दिनुहोस् न, उहाँले सबै कुरा दिनुहुन्छ। मेरो इच्छा राखेँ, परमेश्वरले पुरा गरिदिनु भयो। आमेन। त्यसैले गर्दाखेरि
उद्धारता चाहिँ परमेश्वरबाट मात्रै आउने भएको कारणले 2 तिमोथी 2:5 पनि यसो भन्छ। पहिलो तिमोथी 2:5 किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस र ख्रीष्ट येशू। आमेन। त्यसैले अब परमेश्वरसँग पुग्नको लागि हामीले कसैले गुरु थापिरहनु पर्दैन क्या। परमेश्वर एउटै हुनुहुन्छ, उहाँले ख्रीष्ट हुनुहुन्छ। सिधै हाम्रो विश्वास र हाम्रो परमेश्वरसँगको कनेक्सनले ठ्याक ठ्याक काम गर्छ। कोही मार्फत भन्छुन लगाउनै पर्दैन। त्यसै कारण तपाईँ परमेश्वरमा ठिक हुनुभयो भने उदारताले हाम्रो जीवनमा काम गर्छ। तेस्रो पोइन्ट चाहिँ आयो है, परमेश्वरको ठिक वचनलाई, सत्य वचनलाई ठिकसँगले बुझ्नु। तेस्रो कुरा के अरे, परमेश्वरको ठिक वचनलाई ठिकसँगले बुझ्नु सक्नुपर्छ। तर परमेश्वरको वचनलाई बङ्गाएर आफ्नो हिसाबले आफ्नो सजिलोको लागि बनाएको हुनाले झुटो शिक्षाहरू सुरु भएको होइन। झुटो शिक्षा सुरु गर्ने मान्छे तपाईँ नै पनि हो, मै नै पनि हुन सक्छु यदि यसलाई बङ्गायो भने। के गरे भने बङ्गायो। यो चाहिँ पढ्नु सुन्नुहुन्छ भन्नुपर्छ। एफिसी 5:10 यसो भन्छ, र परमप्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर। आमेन। परमेश्वरलाई मन पर्ने चाहिँ के हो त? मण्डलीहरूले सिक्ने कोसिस गर्नुपर्ने रहेछ। हालेलुया। हामीले सिक्दैछौँ परमेश्वरलाई मन पर्ने कुरा चाहिँ के हो भन्ने कुरा हामीले सिक्दैछौँ कि छैन? आजसम्म तपाईँले सिक्ने कोसिस गर्नुभएको छ? परमेश्वरलाई मन पर्ने कुरा चाहिँ उहाँको वचन अनुसार हिँडेको, उहाँको वचन अनुसार दिएको, उहाँको वचन अनुसार चलेको, उहाँलाई मन पर्ने कुरा चाहिँ त्यो हो कि होइन? जीवनशैली ठिक भएको, जे बोल्छ त्यो गरेको, परमेश्वरलाई दिनुपर्ने समय परमेश्वरलाई दिएको, छिमेकीलाई दिनुपर्ने कुरा छिमेकीलाई दिएको, सरकारलाई दिनुपर्ने कुरा सरकारलाई दिएको, उहाँको इच्छा ठिक ठिक कुरा गरेको। किनकि परमप्रभुलाई मन पर्ने कुरा के हो भनेर सिक्ने इच्छा गरेको। अन्धकारको निष्फल कार्यहरूमा भाग नलिऊ, बरु तिनीहरूलाई प्रकट गरिदेऊ। यसको मतलब बुझ्नुभयो? अब हामीले कसैको निम्ति यो रिसाउँछ कि भनेर नभनिदिउँ। यो चाहिँ छोपेको निष्फल भनौँ, हामीले देखाइदिनुपर्छ। ए भाइ तिमीले मिस्टेक गर्यौ, ए दिदी तपाईँले गल्ती गर्नुहुन्छ। मैले अस्ति भने मलाई माफ गर्नु होला सुन्दरी भाउजूलाई होइन, मैले म्यासेज गरेँ, तिमीले मलाई रिप्लाई गर्नुभयो। सायद मन दुखाउनु भएको छैन होला, नदुखाउनुहोस्। मलाई बोट भन्दै हुन्छ। हामी क्रिस्चियन चाहिँ माटोको मात्रै होइन, हामी सबैको भएकोले गर्दा त्यस्तो पोस्टहरू हामीले हाल्नु हुँदैन। त्यस्तो कामहरू गलत काम। मन्दिरमा गएर फोटो खिचेर राख्नु मिल्दैन, किनभने हामी क्रिस्चियन हो। पुगेको भए तपाईँलाई त मन्दिर घुम्नु मन लागेको छ भने दुनियाँ भिडियो बनाएर लाइभ देखाएर पनि पर्दैन। हामी यसो घुम्ने, हेर्ने, अवलोकन गर्ने, इतिहास के रहेछ पढ्ने, हेर्ने, छुने, नोरिज केही छैन त्यसमा समस्या। हामीलाई अरूले हेरिरहेको छ। त्यही क्रिस्चियनहरूले फेसबुकमा, युट्युबमा, टिकटकमा जे पाए त्यही नआउनुहोस् तपाईँहरू। म त ब्लग गरिदिन्छु तपाईँहरूलाई, मेरो फ्रेन्डले दिएको। मैले थुप्रै क्रिस्चियनहरूलाई ब्लग गरिसकेको छु। अस्ति पनि एकजना पास्टरलाई सोधेँ, तपाईँले ब्लग गर्नु कि के गर्नु? दाइ भने, भाइ किन ब्लग गर्ने? मलाई तिमीले ब्लग गर्यो भने त तिमीबाट मैले थुप्रो समाचारहरू सुनिरहेको छु, खबरहरू, क्रिस्चियनहरूको गतिविधि। तपाईँले हालेको स्ट्याटसहरूले चाहिँ मलाई अप्ठ्यारोमा लाजमा पार्दैछ। म ग्रुपबाट निकालिदिन्छु भनेको। त्यसो नगर्नु, के पोस्ट मिस्टेक भयो भने स्क्रिनसट हाल्नु पऱ्यो। त्यहाँदेखि त दाइले पनि ठिक मात्रै हाल्नु थालेको छ। हामी धेरै जान्ने हुनु पर्दैन राजनीतिको बारेमा। राजनीति गर्नेहरू अरू नै छन्, हामी त्यो आत्मा जित्ने कामको लागि चाहिँ ध्यान दियौँ। आमेन। त्यसैले गर्दाखेरि यदि हाम्रो चर्चमा कसैले गल्ती गर्दैछ भने, कसैले मण्डलीको अगुवाको कुरा नसुनेर आफ्नै विचारहरूको कुरा राख्दैछ भने पास्टरलाई तपाईँले भन्नुपर्छ, बताउनु। पास्टरहरू कतिचोटि सही हुँदैनन्। हामी पनि मान्छे हो, हामीलाई पनि प्रेसर हाई हुन्छ, हामीलाई पनि सुगर हुन्छ, हामीलाई पनि डायबिटिज हुन्छ। किनकि म पनि के हो? मान्छे हो। मैले पनि भात खानुपर्छ। हामीले यसरी बुझेर गयौँ भने चाहिँ हामी परमेश्वरको वचनभन्दा बाहिर जान सक्दैनौँ।
त्यसैले एकले अर्काको गल्तीहरूलाई चाहिँ प्रकट गरिदिने, रिसाउनु हुँदैन। भाइ तिमीले ठिक लाएर आएन है चर्चमा भन्नुहोस्, तपाईँलाई त्यस्तो लाग्यो। अस्ति मलाई कलले पो एकजना दाइ अगाडि नै बस्नु भयो अरे, पछाडि चाहिँ बहिनी बसेछ, उहाँले लगाएको कपडाले उहाँलाई गाह्रो गरे, पुरै आधी ढाड देखेको थियो अरे। तपाईँहरूले चर्चमा आउँदा कपडा कस्तो लाउने? हाम्रै चर्चको कथा हो, तर म भन्दिनँ नाम। कसले त्यसरी लाएर आउनु भएको थियो? गतिलो ठाउँ चाहिँ तपाईँले लगाएको टिमिक्क कपडा लाएर आउनुभयो, कस्तो देख्छ यहाँ? मैले यहाँ ट्र्याक लाएर बोल्यो भने कस्तो देख्छ होला? टुङ्गा झुन्डाएर अगाडि लाम। हजुर, यहाँ आदर हुन्छ प्रभुको। वचन जस्तो सुकै मिठो मैले बोले पनि त्यो मेरो हुलियाले चाहिँ कस्तो बग्यो तपाईँहरूलाई? हजुर, सिधा हेरौँ त्यस्तो छ, म हेरौँ अब अगाडि छ। हाम्रो जीवनशैलीहरू चाहिँ परमेश्वरको लागि एउटा लाइटको काम गर्छ। तपाईँको कपडा लगाएर हिँड्दा आज यो चर्च हिँडेछ भनेर छिमेकीले उहिले थाहा पाओस्। आमेन, आमेन भन्नुहोस् न। कहाँ गएको थाहा हुँदैन, डोको बोकेर यसो छिरेको त्यत्तिकै चल्न मल छैन, कस्तो देख्छ? छेउमा आएर अब यहाँ त लाइन लागेर बस्नुपर्छ, डुङ डुङ गनाएको छ भने कस्तो हुन्छ? तपाईँको मोजा डुङ डुङ गनाएको छ भने कस्तो हुन्छ? हजुर, जिउ गनाइरहेको भने कस्तो हुन्छ? तपाईँ छेउमा आएर अर्को बस्छ, के को शान्ति हुनु? शान्ति हुने ठाउँमा त ठुलै व्यवहार हो। त्यसै गर्दा किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ। त्यसैले गर्दा 2 तिमोथी 2:15 भन्छ, सर्वाउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुलाऊ। हालेलुया। मैले भनेको होइन, 2 तिमोथी 2:15 पढ्नु भरमा गएर के भनौँ? शर्माउन नपर्ने जिन्दगी हो हाम्रो। तपाईँलाई हेरेर मैले यस्तो गर्नु नपरोस्, तालु ठोक्नु नपरोस्, ए त्यसले 4 घरे चर्चको क्रिस्चियनको परेछ भने। त्यसैले अहिले मलाई क्रिस्चियन यहाँ यस्तो छ भन्दै सुन्यो, यहाँ छ जानु न भनौँ, म त के गर्दैछ यस्तो छ म टाप दिन्छु। त्यसलाई भेट्यो भने त म पनि त्यसमै मुछिहाल्छु, म त टाप। कति क्रिस्चियनहरूमा बाटोमै 500 रुपियाँ दिएर खेलाइदिन्छु, दाजु बरु खाना सादा खानुहोस् है, गइहाल्नुहोस् न। चेपेर हिँड्ने खालको छैन जीवन। मैले भनेको 2 तिमोथी 2:15 घर नगएर पढ्नु, शर्माउनु नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुलाउने भरपूर प्रयत्न गर। के गर अरे? शर्माउन नपर्ने खालको जिन्दगी र ठिकसँग प्रयोग गर्ने कामदार जस्तै। कामदारलाई जे काम लगायो त्यो गरेन भने ठेकदारलाई मनपर्छ, भोलिदेखि छुट्टी गरिदिन्छ। उसँग पैसा छैन, खोजेर लिएर पनि हातमा राखेर भाइ जाऊ भोलिदेखि नआऊ भनिदिन्छ। कामदारलाई उसको मालिकले जे गरायो त्यस्तै गरेको मात्रै उसलाई ठिक लाग्छ। त्यसले परमेश्वरको वचनले हामीलाई जे कुरा भन्छ त्यही कुरा ठिकसँग गऱ्यो भने चाहिँ प्रभुले स्याबास, नत्र वास्तै गर्नु न छोडिदिनुहुन्छ। मैले भनेको होइन, एल भनेको चाहिँ झुटा शिक्षाहरू र भ्रमात्मक कुराहरूबाट जोगिनुपर्छ। बुझ्दै हुन्छ? झुटो शिक्षा र भट्काउने साथीहरूबाट जोगिनुपर्छ। चर्च जाने दिन सुँगुर काट्न आइज भन्नु भने कहाँ जाने? भाइ चर्च जाने सुँगुर काटेर हामीले परमेश्वरलाई रिस उठाउनु हुँदैन, बरु तोरी गुन्द्रुकसँग खाँदा पनि फरक पर्दैन। त्यो चाहिँ बलिदानपूर्ण सेवा के हो? उता गएर मुटु र कलेजो चाहिँ पाइन्थ्यो त्यति, तर प्रभु चाहिँ रुष्ट हुनुहुन्थ्यो। बरु नुन खानुहोस् तर प्रभुलाई खुसी बनाउनुहोस्। तोरी भन्दा प्रभुभन्दा तोरी ठुलो होइन। तोरीको तेल त किनेर खान पाइन्छ, त प्रभुलाई चाहिँ फेरि फेरि भेट्न पाइँदैन। फेरि यो आइतबार फर्काउन सकिँदैन, फेरि यो शनिबारको दिन फर्काउन सकिँदैन। त्यसै गर्दा तपाईँलाई बरु तोरीले रोक्दैछ भने रातभरि उखाल्नुहोस्, तर भोलि चाहिँ चर्चमा हुनुपर्छ। किनभने हामी चाहिँ परमेश्वरको इच्छाको मान्छे हो। त्यसैले
एउटा क्रिस्चियन शनिबारको दिन तोरी खालिराखेको देख्यो भने छिमेकीले के भन्छ, चर्च गइनस् भनेर सोध्यो भने नि अब यसको चाहिँ लेखा तपाईँले खतरा तिर्नुपर्छ। छिमेकीले पो तपाईँलाई सम्झाउँदैछ, तिमी चर्च गएनौ, आज त बिहेमा पो छौ त, तिमी चर्च गएनौ, आज शनिबार हो तोरी खाल्दैछौ, तिमी चर्च गएनौ, धान पो रोपिरहेको छौ त 500 रुपियाँको लागि। यस्तो प्रश्न आयो सम्झिनु, यसको त तपाईँले अनगिन्ती प्रभुलाई फाइन भर्नुपर्छ। किनभने प्रभुको वचन प्रेरित 20:24 पदले भन्छ, तर म आफ्नो जीवनलाई कुनै मूलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। वा, कस्तो कस्तो खतरा शब्द। तर म आफ्नो जीवनलाई के रे कुनै मूलको ठान्दिनँ। के ठान्दिनँ? मेरो नाथे जिन्दगी केही होइन क्या परमेश्वरको अगाडि। प्रभुले फुसे साथ निकाल्दैन, म पुगिहाल्छु एकछिनमा। तपाईँले मलाई लगेर डिलमुनि झारेर पुरेर बिस्कुट र डिउ खाएर हिँड्नुहुन्छ क्या। मेरो जिन्दगी केही मोलको भयो? एक गिलास डिउ अनि फ्रुटी कान्छ, कतै त नुनी र खाउँ न, चाउचाउ कान्छ। मेरो जिन्दगी केही मोलको रहेछ? नथिङ। हामी केही होइन, सास भैँजल ठ्याउ ठ्याउ मात्रै हो। त्यसैले हाम्रो चरित्र विचारहरूले तर म आफ्नो जीवनलाई केही मोलको ठान्दिनँ, आफ्नो निम्ति आफूलाई प्रिय पनि ठान्दिनँ। यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाई दिनलाई मेरो दौड र परम प्रभु येशूबाट मिलेको मेरो सेवाकाई म पुरा गर्न सकौँ। हालेलुया। सबैले भन्नुहोस् हालेलुया। परमेश्वरबाट पाएको जीवन र उहाँको इच्छाको योजनाको दौडलाई पुरा गर्न सकौँ भन्ने मात्रै मेरो इच्छा, मेरो योजना हुनुपर्छ। र जसले परमेश्वरको इच्छालाई पुरा गर्ने कोसिस गर्छ त्यसलाई प्रभुले सबै कुरा दिनुहुन्छ। दिनु नै भएको छ, आजसम्म नदिएको छैन यहाँ। त्यसैले गर्दाखेरि कलसी 2:8 पदले भन्छ, ध्यान देऊ कि कसैले दर्शन शास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्। के नबनाओस्? त्यो संसारले तपाईँलाई शिकार नबनाओस्। तोरी मकै साथीको मन दुख्छ भनेर सुँगुरको काट्नुलाई गएर तपाईँलाई परमेश्वरबाट संसारले शिकार नबनाओस्। आज सिकारीको हातबाट धेरैजना जोगिनु भयो चर्च आएर। समय ढिलो बनाउनु पनि सिकार हो संसारको। हिँड्ने बेला पाहुना आइदिन्छ। मेरो कतिवटा खतरा बेस्ट फ्रेन्डहरूलाई मैले छोडेर हिँडेको छु। आज चर्च हो, मलाई ढिलो हुन्छ, कतै होटलतिर बस्दै गरेर म भरे आउँछु। हामीलाई शिकार बन्ने कुराबाट हामी जोगिनु छ। खोक्रो कुराहरूले भावनामा बहकाएर पिलित्तै चिप्लाएर तिमी बिना त त्यो हस्पिटल खुल्दै खुल्दैन जस्तो गरेर लान्छ त। बिना हस्पिटलै हुँदैन, डक्टरै उसले मात्रै चिनेको जस्तो बनाइदिन्छ कहिलेकाहीँ। भरे तपाईँलाई परेकोलाई त्यही मान्छे आउँदैन तपाईँलाई। त्यस्तोमा हामी बकिनु पर्दैन। ऊ एकजना रिसाएर केही छैन, हाम्रो निम्ति 10 जना प्रार्थना गर्ने मान्छे चर्चमा छ। आमेन। जो ख्रीष्टको अनुसार होइन तर मानिसको परम्परा र विश्वासका आधारभूत सिद्धान्तमाथि अडिएका हुन्छन्। हामी चाहिँ परमेश्वरको वचनमा नअडिएर खोक्रे संसारको सिद्धान्तहरू लगाएर अस्त्रशास्त्रीहरू साइन्सको कुराहरू गरेर अल्मलियौँ भन्छ। मलाई दुःख लाग्छ, एक दिन एकजना विश्वासीले यसो भनौँ, मैले काम गरिनँ भने कहाँबाट पैसा आउँछ अनि मैले कसरी प्रभुलाई प्रशंसा दिने भन्यो। ठिक हो, काम गर्नुपर्छ, बाइबलले नै भन्छ अल्छेले नखा भनेर। तर शनिबार पनि गर भनेको चाहिँ होइन। त्यसले बुद्धि परमेश्वरले हामीलाई कन्सेन्स दिनुभएको छ। के दिनुभएको छ? बुद्धि दिनुभएको छ। के गर्ने के नगर्ने भन्ने कुरा हामीलाई राम्रो थाहा छ। त्यसैले संसारको यस्ता यस्ता कुराहरूले हामीलाई यो वर्ल्डले हामीलाई नभुलाओस्। परमेश्वरको वचनलाई हामीले हेर्नुपर्छ। अन्तिममा यो वर्ल्डको डीले चाहिँ हामीलाई अन्धकारमा निराश बनाउँछ। संसार हेऱ्यौँ भने चाहिँ हामी निराश हुन्छ।
यसले हामीलाई निराश बनाउँछ है। उसको छोराछोरीहरू कहाँ पुग्यो, आफ्नो यस्तो छ भनेर निराश बनाइन्छ संसारले चाहिँ जहिले पनि। तर परमेश्वर चाहिँ सत्य र ज्योति हुनुहुन्छ, उहाँमा चाहिँ सबै कुराको छुटकारा छ। आमेन। उहाँमा मात्रै छुटकारा चाहिँ पाइन्छ। अनि हाम्रो बाबा मैले अघि उहाँले 2-4 प्रश्न हप्ताभरिको राखेर आउनुभएछ। उहाँले मलाई फटाफट सोध्नु, म अलिकति ढिलो भएको चाहिँ त्यही भएर उहाँलाई उत्तर दिन थालेँ। उहाँ मेरो उत्तरमा खुसी हुनुभयो। त्यो संसारले हामीलाई जहिले पनि निराश बनाउँछ, यसले जहिले पनि हामीलाई पीडा मात्रै दिन्छ। तर तपाईँ निराश र पीडाबाट निस्किनको लागि चाहिँ तपाईँले वचनमा जिउनुपर्छ। त्यसैले एफिसी 6:12 यसो भन्छ, किनकि मानिसहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूको विरुद्ध र स्वर्गीय स्थानमा भएका दुष्टाइका आत्मिक सेनाहरूका विरुद्ध हो। आमेन। हाम्रो लडाइँ चाहिँ यस्तो कुराको लागि होइन, संसारको कुरा। हाम्रो लडाइँ चाहिँ आत्मा बचाउनको लागि, स्वर्गमा ठाउँ सुरक्षित गर्नको लागि यो संसारमा हाम्रो लडाइँ हो। तर यो संसारले हामीलाई यहीँ जित्यो भने हामी त्यो ठाउँ त्यहाँ पाउँदैनौँ मण्डलीहरू। त्यसैले यो संसारको लडाइँबाट हामी जित्नको निम्ति, अस्त्र शस्त्रहरूबाट जित्नको, शरीरको लडाइँहरूबाट जित्नको निम्ति हामीले गर्ने लडाइँ चाहिँ त्यो ठाउँको निम्ति हो, जुन ठाउँको निम्ति परमेश्वरले तपाईँ र मलाई यो संसारमा चुन्नु भयो। त्यसैले गर्दा संसारमा दुःख पाए, गरिब भए, अभाव भयो भनेर निराश नहुनुहोस्। किनकि हाम्रो लडाइँ चाहिँ यहाँको राजनीतिसँग पनि होइन, यहाँको भात चामलसँग पनि होइन, छिमेकीसँग पनि होइन। हाम्रो लडाइँ चाहिँ हामी कसरी हाम्रो आत्मालाई सुरक्षित बनाएर, कसरी हाम्रो छिमेकीलाई पनि बचाएर, कसरी हामीले हाम्रो काका बडाबाउ छोराछोरीहरू भान्जा भान्जीलाई पनि बचाएर उहाँसम्म लाने भन्ने हाम्रो लडाइँ। यसको लागि मात्रै हामीले लड्नुपर्छ। त्यसको निम्ति हामीले उपवास बस्नुपर्ने हो कि, फास्टिङ बसेर गर्नुपर्ने हो कि, खर्च गर्नुपर्ने हो कि, प्रभुसँग समर्पित गर्नु हो। एफिसी 6:12 यही भन्छ। हालेलुया। सबैले भन्नुहोस् हालेलुया। त्यसैले हाम्रो लडाइँ संसारको अरू कुरासँग हामी जान्ने हुनु पर्दैन, हामी जान्ने चाहिँ परमेश्वरको वचनमा मात्रै। त्यसैले अहिले मैले संसारको धेरै कुराहरू खासै ख्याल गर्दिनँ, बरु परमेश्वरको वचन चाहिँ गहिरोसँगले बुझ्नु सकौँ भनेर म घोटिरहन्छु, घोरिरहन्छु। अनि मलाई एकजनाले भन्छ, मैले त्यस्तो बिटिएच एमडी पनि गरेको छैन, तर प्रकाश चाहिँ प्रभुले दिने कुरा हो। आमेन। बुद्धि चाहिँ प्रभुबाट आउने कुरा हो। हालेलुया। त्यसैले चतुरहरूले प्रभुको सेवाकाई गर्छ भनेको छैन, सोझो मन भएको कारणले प्रभुको राज्यमा प्रवेश गर्नेछ। त्यसैले मैले अस्ति नै पनि भनेको थिएँ, प्रभुले खोजेको चाहिँ गिदी होइन, हृदय। के हो? गिदी होइन। गिदीले चाहिँ जान्ने हुन्छ, हृदयले चाहिँ ठिक ठिक काम गर्छ। आमेन। मैले गिदी चलायो भने यहाँ थुप्रैजना मलाई थाहा छ, तर हृदयले चाहिँ मलाई माया गर्छु भनेको पनि थियो। तपाईँले नक्कली नोट खोज्दै हिँड्नु भने संसारमा तपाईँ पागल भएर मर्छ। कति इच्छा छ नक्कली नोट राम्रोसँग चिन्नुहोस् कि नक्कली नोट चिनिरहनु जरुरी पर्दैन। आमेन। त्यसैले परमेश्वरको वचन चाहिँ हाम्रो लागि सक्कली। त्यसैले अरू नक्कलीतिर धेरै अर्थ तर्क वितर्कतिर लाग्नु, मसँग टाइम छैन हजुर, लु तपाईँ विद्वानै हुनुहुँदो रहेछ, म चाहिँ लाग्यो भने जुरुकोट नै छ हिन्दी या घाँटी सुको होला, मैले एउटा चिसो पनि खाएको छु अनि किनिदिनु भने झन् राम्रो, किनभने प्रेमले नै सम्बन्ध निर्माण गर्छ। मेरो भाइले मेरो थुप्रै एटिट्युडहरू काठमाडौँ बस्दा देख्ने मौका पायो। भाइ पनि कुनै बेला हराएकै हो, मैले उसलाई फेसबुकमा म्यासेजहरूमा लामो समय वार्तालाप गरेँ अनि उसले परमेश्वरको निम्ति मुठीहरू खोल्न थाल्यो। त्यो कुराले हामीलाई पनि सहायता पुग्यो होइन, चर्चलाई सहायता पुग्यो। आज हेर्नुहोस् त चढक्क परेर चर्चमा जाने भयो, विवेक भाइ नै छक्क पर्नु, किनभने उसलाई उसको दाइको बारेमा राम्रो थाहा छ। त्यसैले समयले हामीलाई कहिलेकाहीँ
परिस्थितिले हामीलाई कहिलेकाहीँ त्यस्तो बनाएको हुनसक्छ। तर परमेश्वरको वचन बुझेको मानिसहरू, परमेश्वरमा डुबेर फर्किसकेको मान्छेहरू नि फेरि दगुर्दैन क्या, उड्छ। त्यसैले बाइबलमा चिलको बारेमा किन लेखेको हिजो विवेक भाइले, विनोद भाइले राम्रो त्यसको बारेमा बताउँदै मलाई खुसी लाग्यो। बाइबलमा कागको बारेमा लेख्नु पर्थ्यो, चिबेको बारेमा लेख्दा पनि ढुकुर, चराको, रुपीको बारेमा, चिलको बारेमा विशेष इक्जाम्पल दिनु। चिलको चाहिँ फेरि 40 वर्षपछि जवानी फेरिन्छ, 40 वर्ष बुढो हुनु पर्दैन, फेरि नयाँ हुन्छ उसको उसले रूप फेर्छ। तर क्रुसमा हुनेहरू चाहिँ हामी हिजो चिल जस्तै नराम्रो भयो भने फेरि हामी क्रुसमा हाम्रो जवानी, जोस, विचारहरू फेर्न सक्छ। हिजोसम्म क्रिस्चियन नहुँदा कस्तो नराम्रो मान्छेहरू क्या, विचारै कस्तो खालको मान्छे, क्रिस्चियन भएर प्रभुलाई पछाएर आउँदा त कस्तो राम्रो भएको मैले भेटेको छु। हिजोसम्म लोभी, घमण्डी, अर्काको प्रगति देख्न नसक्ने मान्छेहरू क्रिस्चियन भएर आएपछि पनि टोटली फरक त्यो चाहिँ परमेश्वरको इच्छा। त्यसैले अब हामीले संसार हेरेर जिउने हामी मण्डलीहरू होइन, हामी चाहिँ परमेश्वरको वचनलाई हेरेर जिउने मण्डली हुनुपर्छ। आमेन। हामी चाहिँ सबैले भन्नुहोस्, हामी चाहिँ संसारलाई हेरेर जिउने जीवन होइन, तर परमेश्वरको वचनलाई हेरेर जिउने जीवन हुनुपर्छ। त्यसलाई नै क्रिस्चियन भन्छ। हामी क्रिस्चियन हो भने त्यस्तो हुनुपर्छ। आज वचनले हामी सबैलाई आशिष मिलोस्, उत्साह मिलेको होस्।